मलाई के एउटा भोटको टाइममा विद्यार्थीलाई भोट ब्याङ्क बनाउने हैन अनि जितिसकेपछि एउटा खाने पानी पनि व्यवस्था नगर्ने के गरेको त्यहाँ तिमी निकाल न यहाँबाट मलाई के त्यो पानी खाने ठाउँ हो तिमीले के गरे साँच्चै पानी खाने ठाउँ हो र हो अनि यहाँ धारा छैन त न पानी खाने ठाउँ छ हैन अनि यहाँ पानी कसरी खान्छौ त पानी यो त्यतिकै बनाएर राखेको होला अब कहिले लाउने थाहा छैन हो अनि के भन्छ यहाँ पानी छैन अनि पानी खान कहाँ जानुपर्ने हो त यहाँबाट पानी खान त्यो बिल्डिङ लागेर हाम्रो दुईटा साथी गइरहेछ त्यहाँ त्यति टाढा जानुपर्ने हो अनि यहाँ धाराको यहाँ टुट्टो छ हैन हजुर अनि पानी छैन हजुर हैन अनि क्याम्पस प्रशासन र अनि सोभियोलाई केही भनेको छैन यहाँबाट विद्यार्थीहरूले क्याम्पस प्रशासन र सोभीले हेरेको होला नि त यो बनाएर त्यतिकै छोड्न मिलेन नि उहाँहरूलाई पनि त बुद्धि छ होला अनि विद्यार्थीहरूबाट यत्रो चेतना गइसकेपछि क्याम्पस प्रशासन र सोभियोको ध्यान नजान्नुको कारण के होला साथी साथीहरू त्यो त थाहा भएन उहाँहरूले यो बनाएर त्यतिकै भोटको लागि बनाएको हो कि के हेराउनको लागि बनाएको हो अब थाहा छैन त्यसमा धारासभा अहिलेसम्म लागेको छैन ए यस्तो पो हो र अनि त्यसो भए त यहाँ त सबै कुरालाई थाललिङ नै भएको हुनुपर्छ त एउटा विद्यार्थीले खाने पानीको व्यवस्था छैन हैन त्यसो विद्यार्थी क्लासमा पनि अहिले विद्यार्थीहरूको पनि अनुपस्थिति धेरै देखिन्छ हैन अनि यहाँ त सबै कुरालाई थाललिङ देखियो नि त हो हेर्न लागि त देखियो तर के गर्ने नि हामी अब यहाँ अनि हामीले एउटा आवाज उठाउन सकिँदैन सकिन्छ मिल्नु पर्यो सबैजना मिलेर हैन यस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको लागि एउटा ठुलो भोइस हैन एउटा राइज गरियो भने यस्ता साना समस्याहरू त एकैछिनमा सोल्भ हुने हो नि त हो हुने हो त गर्नु पर्यो त्यसको लागि मिलेर अनि अब यति दिन सबैजना चुपचाप बस्नुभन्दा राम्रो आजदेखि एउटा नयाँ भोइस रेज गरौँ नि त ठिकै छ गरौँ त्यसो भए आजदेखि नै हैन यो सर्ट क्लिप्सको माध्यमबाट म महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सोभियो र क्याम्पस प्रशासनलाई हैन यहाँका बीबीएसका विद्यार्थी फोकस किनभने यहाँ 4th इयरसम्म विद्यार्थी छन् यहाँ तपाईँको लगभग हजारौँ विद्यार्थीहरू यहाँ उपस्थित हुन्छन् हैन तर यहाँ एउटा स्वच्छ खाने पानीको अवस्था छैन गर्मी पनि यसो 50 डिग्री सेल्सियस समथिङ अहिले गर्मी छ हैन अनि यो यस्तो गर्मीको अवस्थामा पनि एउटा क्याम्पस प्रशासन र सोभियो जस्तो हैन एउटा पदाधिकारी ठाउँमा बसेको मान्छेको पनि ध्यान नजानु भनेको कति लजास्पद हो क्या अनि त्यत्रो ध्यान त जानुपर्ने हो हैन अनि हुन्छ ल तपाईहरू अब यसको बारेमा के छ तपाईको धारणा हैन कमेन्टमा भन्नु होला